बाई बाई गर्ने के बाई बाई सो वेलकम टु पार्ट 2 अफ माई बर्थडे भ्लग साथीहरू। त्यसपछि म सरर याङ्गो चढेर फेरि नयाँ कलेजको साथीहरूसँग भेट्न गएँ। अनि त्यसपछि उनीहरू चाहिँ मलाई कुरेर बसिरहेको थियो कलेजमा। अनि म 4:30 बजेतिर पुगेँ। अनि उनीहरू चाहिँ रिसाको एक्टिङ गरेर बसिरहेको थियो त्यहाँ। अनि तर म गएपछि फेरि हाँसिहालेँ। अनि दुईजना त घर गइसक्यो भनेर भनेको थियो। अनि तर पनि अनि ल मैले पत्याइदिइहालेँ होइन। अनि त्यसपछि क्यान्टिन गएँ, जाउँ न त एकछिन क्यान्टिनमा बसौँ भनेर अनि गएँ। अनि त्यो क्यान्टिनमा गइसकेपछि चाहिँ अनि होइन उनीहरू आएको छ, के भन्छ माथि छ, गएको छैन, घर गएको छैन भनेर भन्यो। अनि फेरि म बोलाउनु गएको त। अनि उनीहरू त क्यान्टिनमा सरप्राइज प्लान गरेर आएर चाहिँ अनि ऊ चाहिँ मेन रिसाको एक्टिङ गरेको थियो तर उसले सकेन। अनि उनीहरूलाई हेर्न गएको त उनीहरू त यहाँ पो बसिरहेको रहेछ। अनि पछि दुवैजना भेटेँ कि एकजनालाई हेर्न गएको, दुवैजना भेटेँ। अनि तिमीले कसरी देख्यौ भने उनीहरू चाहिँ भागेको मैले देखिसकेको थिएँ। अनि त्यसपछि म क्यान्टिनमा गएको त उनीहरू दुईजनाले फेरि सरप्राइज प्लान गराएको रहेछ। अनि त्यसपछि केक यस्तो राम्रो गिफ्ट दिए उनीहरूले पनि मलाई होइन। केक काटे मेरो बर्थडेमा, धेरै धन्यवाद साथीहरू मेरो बर्थडे स्पेसल बनाइदिएकोमा। अनि त्यसपछि फेरि मैले दोस्रो केक काटेँ मेरो बर्थडेको। अनि म चाहिँ हाँस्दैछु, तिमीहरूले कसरी कहिले सरप्राइज प्लान गर्यौ, मलाई त थाहा नै थिएन भनेर भन्छ। अनि सरप्राइज पनि भन्छन् र भन्दै थियो। अनि त्यही ह्याप्पी बर्थडे टु मी भनेर अनि काटेँ मैले केक। अनि उनीहरू पनि ह्याप्पी बर्थडे टु यु भन्दै थियो। अनि त्यसपछि सबैजनालाई पालैपिलो केक खुवाएँ मैले चाहिँ। अनि त्यसपछि फोटोसोटो खिचेँ। अनि मलाई चाहिँ त्यो दिन एकदमै रमाइलो भएको थियो किनकि बर्थडे हो आफ्नो होइन, रमाइलो भइहाल्छ। 19 वर्ष लागिसक्यो साथीहरू, के गर्ने अब यस्तो छ जिन्दगानी बित्दैछ। अब लास्ट टिनेज बर्थडे हो मेरो होइन। सबैजना पालैपिलो कप 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 केक खुवाउँदैछन् मलाई। अनि त्यसपछि फोटोसोटो खिच्यौँ हामीले। 4जना मात्रै थियो, एकजना चाहिँ थिएन, ऊ आएको थिएन होइन। अनि त्यसपछि हाम्रो घर अनि सरलाई केक दिन गएको थियौँ तर सरै हुनु त थियो रहेछ अनि प्रिन्सिपल सरलाई। अनि सर घर गइसक्नु भयो रहेछ पछि फोन गर्दा चाहिँ। अनि त्यसपछि यहाँ बाई बाई भन्दैछ साथीहरू। है त।